आफ्नो भाग्य आफैले हेर्न मिल्ने भए, या त हातका रेखालाई फेर्न मिल्ने भए। दैव पनि अलमल त पर्थ्यो होला पक्कै, भावीको त्यो लेखालाई केर्न मिल्ने भए। जन्म र मृत्यु प्रकृतिको नियम नै हो नि, यी दुई बीचमा हुने पीडा घेर्न मिल्ने गर्छ तर गन्तव्यमा पुग्दैन कोही, अधुरैमा लाने दैवलाई नटेर्न मिल्ने भए।